केटाहरू के छ? ठिकै छ केटा। को हुनुहुन्छ? ओ भाइ कहाँबाट? सर नमस्ते हजुर। नमस्ते। सर के भयो? के भएको? नै सर हजुर के खाइरहनु भएको यस्तो? नै के भयो सर? मलाई फसायो मलाई त्यो बनाएर अस्ति नै भने होइन मैले। ए सर उहाँको कुरा गर्नुभएको थियो अनि अनि हजुरआमाले भन्नु लिएर मलाई आउनु भिजिट भिसामा भिजिट विषयमा दुबई लग्नु यो नखानु सर। दुबई लग्नु फसाइदियो मलाई दुबई लान लिएको हो? पैसा मैले एयरपोर्टबाट मलाई फर्काइयो हजुरलाई मैले अस्ति नै सर, भनेको हजुरलाई नजानुस् नजानुस् अनि बुझेर जानुस् अनि कस्तो मेन पावर छ कति मेन पावरहरू छन् त्यहाँ गएर बुझ्नुस् भनेर सर, मैले हजुरलाई एकछिन सर मैले राखेँ सर। यस्तो त यो खाएर त्यो खानु भएन सर यार, यस्तो गर्नु हँ? भएन सर यार। यस्तो के भयो हजुरलाई भन्नु त? सर, के हो? मैले भनेको सर नै म त्यत्रो कुरा सम्झाइरहेको छु मैले हजुरहरूलाई जिम्मा दिइरहेको छु। अझै पनि समस्या पर्छ केटाहरू। हजुर मलाई भिजिट भिसामा हो कि केमा हो भन्नुहुन्थ्यो मैले झुट बोलेँ आफ्नै मान्छेले पठाउँदैछ तर भने लास्टमा अहिले मलाई एयरपोर्टबाट भिजिट भिसामा जान पाइन्न अनि आफ्नै मान्छेले भनेको सुन्नु पर्दैन सर। अब म फसेको दलाली ल ठिक छ दलालीको हामीले गरौँ। अब मलाई कसरी हुन्छ म घर जान सक्दिनँ सर मलाई के गर्नु? 20 लाख रुपियाँ के गर्नु दिन्छ म के ढुङ्गाएर म दिन्छु के गर्नु मलाई भन्नुहोस्? बुझेर बनाउँदै मलाई चाहिँ न्याय दिलाउनु पर्यो नि त। यहाँ दिलाउनु त्यही त हामीले के यहाँ गर्नु? दिलाउने हाम्रो हो अवसर के तपाईँ। हुन्छ अहिले भन्नुहोस् न सर। हजुर कहाँ बसिरहनु भएको छ अहिले? म त्यो होटलमा बस्नु चाहिँ नरुनु भाइ नरुनु नरुनु सर, नरुनुहोस्। हामी छौँ होइन। भोलि हजुरलाई हामी छौँ के गर्नुपर्छ कस्तो गर्नुपर्छ हामी गर्छौँ भाइ नरौँ न नरौँ। नरुनुहोस्। भिडियो कल गरेर घरमा गयो भने सर के हो सर यस्तो भएको? सल्लाह हजुरले सबै रेस्क्यु गर्नु भएको छ, सबै गर्नु भएको छ भने के हो त? मैले सम्झाएको उहाँलाई नै नरौँ। उहाँलाई मात्रै हो कि सबैलाई सम्झाउँछ? सबैले सम्झाउँछु अनि म। किन त यसो अनि सबैलाई भन्छु हेर्नु बुझेर कतिवटा जानुहोस्। रेकर्ड छ हेर्नुहोस् त यहाँ। अब छ सर होइन उहाँलाई चाहिँ मैले अब बुझाएको। हजुरहरूको मेन पावर छ भनेर सुने मैले म हजुर कोठामा आएर हजुरहरूलाई अस्ति भेट भएको अब यस्तो गरौँ त्यसो भए। उहाँसँग भेट भएको थियो उहाँको? तपाईँसँग भेट भएको थियो? पतेन उहाँलाई अनि हजुरले मलाई खबरै गर्नु सर उहाँले चाहिँ त्यति इन्क्वायरी तपाईँको कुरा पनि गर्नु गर्नुभएको थियो भने चाहिँ तर मैले नपतेर ल सर म अब नरुनुहोस्। म के गरौँ मेरो तर्फबाट के गरौँ भन्नुहोस् त हजुर। नरुनुहोस् के हजुर नरुनुहोस्। अब के गरौँ मेरो तर्फबाट? पैसा 3 लाख रुपियाँ फस्याएको छ त्यो पैसा निकालेर म बरु तपाईँहरू खानु है सर खानेको खाँदैन सर हामीसँग आएर त्यो खाने दिन्छु भन्ने कुरा नगर्नु मलाई होला। विदेश पठाइदिनु पऱ्यो म हिन्दीले सर यस्तो गर्नु त त्यो गरेर उहाँको सरलाई त्यो पैसा भोलि गरौँला होइन। त्यो उहाँको पैसा निकालेर खाना पैसा निकालेर त्यसपछि उहाँको भिसा अर्को हाम्रोबाट लगाउँछ। ठिकै छ लिपमा लगाइदिउँ जिरोमा पठाइदिउँ। हस् हुन्छ नि सर? हुन्छ सर। त्योभन्दा नै सर हामीलाई चाहिँ त्यो 3 लाख पनि निकालेर हजुरलाई हामीले दिन्छौँ। प्लस पोइन्ट के छ भनेदेखि हाम्रो तर्फबाट तपाईँ जानुहोस् फ्रीमा हामी पठाइदिन्छौँ है सर। नरुनुहोस् नरुनुहोस् नरुनुहोस्। प्लिज यति गर्नुहोस् नरुनुहोस् न है। हजुर खुसी रहनुहोस् हजुरलाई पठाइदिन्छु। अनि किन खानु भएको त? टेन्सन भएर खानु भयो। टेन्सन भएर रक्सी खाएर टेन्सनको समाधान हुँदैन सर। सङ्घर्ष गर्नुपर्छ भाइ कुरा होइन। गर्नु नरुनुहोस् प्लिज। हामी छौँ सर है हामी छौँ नरुनुहोस्। हामी छौँ ल सर है सर प्लिज है। ल ल हस् त। विदिन 10 days प्लिज। ओके ओके सर ओके सर ठिकै हो। ओके सर विदिन 10 days है। अहिले यहाँ बस्नु आज भनेर मैले भनेको साथीलाई सोधेर आयो खुसी भयो राम्रो लाग्यो। हजुरले हल्का ज्ञान त पाउनु भयो नि हामीले अब त्यो ज्ञान हजुर। चाहिँ सबैलाई भनिदिनु होला। हजुरले बुझ्नु भएन। मैले कसैको यो भिजिट भिसा यताउता म विश्वास सेना गर्ने छैन साथीहरूलाई म सम्झाउँदैछु म आफै फसेँ नरुनुहोस् नरुनुहोस्। हामी म सुधिहाल्छु हजुर। सुत्ने ठाउँ त हामीले बनाइदिउँला होइन।
पैसा छ डलर हुन्छ चिनिया छु मैले नै पैसा छ कि छैन हजुरसँग पैसा अब म तपाईँहरूको घरमा छु टेन्सन तपाईँको नाम नहोस्। लिएर मैले ल बस्न आएँ बस्नु होला अब भोलि हामी बिहान बस्छु म। सर है प्लिज है विदिन 10 डेज ओके ओके सर ओके सर नमस्कार अरे आराम छ भाइ आराम छ आराम छ आराम छ म जान्छु जान सक्नुहुन्छ आराम छ नभए हे बस्नुहुन्छ भने हे बस्नु जानुहुन्छ आराम छ जानु सर है सर नमस्कार है ल हस् बोला एक मिनट हेलो नमस्ते सम्पूर्ण नमस्कार। दर्शक मित्रहरूलाई यो भिडियो हेरेर तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला यो कोही पनि साथीहरू भिजिट भिसामा अरूको विश्वासमा नपर्नु होला जहाँ मेन पावर राम्रो मेन पावर छ राम्रो ठाउँमा पठाउने मेन पावर छ नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र बुझ्नु होला राम्रोसँग बुझेर मात्रै बुझेर प्रोसेस चाल्नु होला चाल्नु होला अनि एउटा धोका गर्ने काम नगर्नु। एउटा कुरो मेरो के छ भनेदेखि सबैको आफन्त भनेर विश्वास गर्नुहुन्छ आफन्तको विश्वास नगर्नु नगर्नु होला। भिडियो पठाउँछ भन्छन् आफन्तले त्यो चाहिँ हजुरहरूले आफै ख्याल गर्नु होला हजुरको पैसा हो गाउँको पैसा हो होइन पैसा फेर नफाल्नु होला यति भन्न चाहन्छु हस् त नमस्ते नमस्कार भिडियो मन परे लाइक, लाइक शेयर, शेयर गर्नु होला। कमेन्ट गर्नुहोस्